विगतको क्याबिनेटले केही व्यक्तिहरूको नागरिकताको प्रमाणपत्र खारिज गरेको समाचार आयो। नागरिकता त खारिज गरियो सभामुख महोदय, त जसले दिएका छन् तिनमाथि कारवाही भएको भएन। कतिजनामाथि कारवाही भयो? ती आफै कहीँ बजारबाट किनेका नागरिकता होइन होला, आफैले निर्माण गरेको, आफैले चाहिँ हस्ताक्षर गरेको नागरिकता होइन होला। त्यो प्रमाणपत्र दिने अधिकारीहरू जसले दिएका छन् त्यसमाथि सरकारले के कारवाही गर्यो त्यसको जानकारी सदनले पाउन पाए सभामुख महोदय हामी अनुग्रहित हुन्थ्यौँ। किनभने नागरिकता ऐन अनुसार नागरिकता प्रदान गर्ने, गलत नागरिकता प्रदान गर्ने, नागरिकताको प्रमाणपत्र प्रदान गर्ने पदाधिकारीलाई पनि कारवाहीको व्यवस्था छ। हामीले पटक पटक सुन्छौँ लिनेले माथि कारवाही हुन्छ, दिने माथि कारवाही हुँदैन। कारण के हो सभामुख महोदय? तिनको चाहिँ नामनामेसी पनि आउँदैन, कारण के हो? ती कसैका नातेदार पर्छन् कि कसैका आफन्त पर्छन् कि या हाम्रो राज्यको घोषित नीति नै यही हो? यस कारणले मैले धेरै समय लिन चाहिनँ सभामुख महोदय। ती व्यक्ति जसले नागरिकताका प्रमाणपत्र प्रदान गरेका छन्, दिएका छन्, तिनमाथि कारवाही गरेर सरकारले सदनलाई जानकारी गराओस्। धन्यवाद।